आशिषित जीवनको रहस्य के होला? हामी सबै यही खोजीमा छौं, होइन त? आज हामी प्रेरित अंकुर नरुलाको एउटा एकदमै शक्तिशाली प्रवचनको सारलाई केलाउँदैछौं। उहाँले परिवार र हाम्रो विश्वास बीचको गहिरो सम्बन्धलाई जसरी उजागर गर्नुभएको छ, त्यसले साँच्चै सोच्न बाध्य बनाउँछ। ल, आउनुहोस् यो यात्रा सुरु गरौँ। आज हामी एक राजाको कथाबाट सुरु गर्नेछौँ, जसले आफ्नो परिवारमा हार बिहोरे अनि त्यहाँबाट सिक्दै हाम्रो आफ्नै विश्वासको जग कसरी बलियो बनाउने भन्नेबारे बुझ्नेछौँ। यी 5 बुँदाहरू हाम्रो लागि नक्सा जस्तै हुनेछन्। यो प्रवचन एक शक्तिशाली चेतावनीबाट सुरु हुन्छ। सोच्नुस् त, बाइबलका एक महान राजा दाउद, जो युद्धभूमिमा कहिले हारेनन् तर आफ्नै घरभित्र भने नराम्रोसँग चुके। यो कस्तो विरोधाभास! यसले एउटा ठूलो प्रश्न खडा गर्छ। कसरी एक सफल लिडर आफ्नो परिवारमा यति असफल हुन सक्छ? दाउदको छोरा अदोनिया कसरी बिग्रियो? त्यसको जड यही एउटा पदमा लुकेको छ। प्रवचनले एकदमै स्पष्ट भन्छ कि दाउदको सबैभन्दा ठूलो गल्ती के थियो भने उनले आफ्नो छोरालाई कहिल्यै सोधेनन्, तिमीले यस्तो किन गर्यौ? हो, यही मौनता नै विनाशको बिउ बन्यो। यो भिन्नता हेर्नुस् त, कति अचम्मको छ। एकातिर राजा दाउद, जसले 66वटा लडाईँ जिते, जो धनी थिए, शक्तिशाली थिए। तर अर्कोतिर त्यही दाउदको परिवार, जहाँ कलह थियो, विद्रोह थियो र श्राप थियो। यसले के देखाउँछ भने बाहिरी सफलताले भित्री शान्तिको ग्यारेन्टी दिँदैन। त्यसो भए आखिर गल्ती भयो कहाँ त? एक महान राजाले आफ्नो परिवारलाई किन सम्हाल्न सकेनन्? यसको जवाफ एउटा शक्तिशाली उपमामा लुकेको छ। एउटा यस्तो बगैँचा जसमा कसैले ध्यानै दिएन। यहाँ एउटा डरलाग्दो सत्य छ। प्रवचनले भन्छ, साना गल्तीहरूलाई व्यवस्था गर्नु भनेको आफ्नो विनाशको लागि बिउ रोप्नु जस्तै हो। आजको त्यो सानो सर्प, जसलाई हामीले सानै त हो नि भनेर छोडिदिन्छौँ, भोलि त्यही हामीलाई नै निल्ने अजिङ्गर बन्छ। यो त एउटा अनुमान गर्न सकिने बाटो जस्तै हो। हेर्नुस् है, जब बच्चाको सानो गल्तीलाई व्यवस्था गरिन्छ, उसले के सिक्छ? उसले सिक्छ कि गल्तीको कुनै परिणाम हुँदैन। यसले उसलाई आत्मविश्वास त दिन्छ, तर गलत काम गर्नको लागि। अनि त्यही सानो गल्ती ठूलो हुँदै जान्छ र अन्ततः जीवन नै सङ्कटमा पर्छ। ल, समस्या त बुझियो। अब समाधान के त? प्रवचनले अभिभावकहरूलाई एउटा एकदमै स्पष्ट र शक्तिशाली जिम्मेवारी दिएको छ, आफ्नो बच्चाको दिमाग रूपी खेतलाई जोत्ने। यो उपमाले अभिभावकत्वको एउटा सुनौलो नियम सिकाउँछ। बच्चाको दिमाग खाली खेत जस्तै हो। यदि त्यहाँ असल बिउ रोपिएन भने झारपात आफै उम्रिन्छ। त्यो खेत कहिल्यै खाली बस्दैन। कि त हामीले रोप्नुपर्छ, कि त संसारले रोपिदिन्छ। यहाँ 2वटा शैलीको तुलना गरिएको छ, दाउद र अब्राहम। दाउदले आफ्ना छोराछोरीलाई छुट्टै छुट दिए, तर अब्राहम, जसलाई परमेश्वरको मित्र भनिन्छ, उनले आफ्नो परिवारलाई सही बाटोमा हिँडाउन कडा निर्देशन दिए। यही जिम्मेवारी बोधले गर्दा उनको वंश आशिषित भयो। त्यसो भए असल बिउ रोप्नु भनेको व्यवहारमा के हो त? यसको अर्थ हो आफ्ना छोराछोरीका साथीहरूलाई चिन्नु, उनीहरूको लागि राम्रो उदाहरण बन्नु र साना गल्तीहरूलाई कहिल्यै पनि व्यवस्था नगर्नु। यो सजाय दिने बारे होइन, तर प्रेमले सही बाटो देखाउने बारे हो। यसले हामीलाई एउटा गहिरो प्रश्नमा ल्याइ पुर्याउँछ। यदि हाम्रो बाहिरी संसार हाम्रो भित्री अवस्थाको ऐना हो भने हामी साँच्चै कसरी परिवर्तन हुन सक्छौँ? अब हामी बाहिरी कामबाट भित्री विश्वासको संसारमा प्रवेश गर्दैछौँ। साँचो रूपान्तरण बाहिरी कामबाट होइन, भित्री सोचबाट सुरु हुन्छ। यो प्रवचनको दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण खम्बा हो। बाहिरी संसार बदल्नुभन्दा पहिले मनको संसार बदल्नुपर्छ। यो एउटा आधारभूत नियम जस्तै हो। हाम्रो जीवन हाम्रो भित्री सोचको ऐना हो। हामी जे कुरामा साँच्चै विश्वास गर्छौँ, त्यही कुरा हाम्रो जीवनमा देखिन्छ। त्यसैले सबैभन्दा शक्तिशाली कुरा भनेको हाम्रो सोचाइ नै हो। यो सम्पूर्ण दर्शन हितोपदेशको यही एउटा पदमा टिकेको छ, किनकि जसरी उसले आफ्नो मनमा सोच्दछ ऊ त्यस्तै हो। यसको मतलब हाम्रो पहिचान हाम्रो सोचले बनाउँछ। हामी त्यही बन्छौँ जे हामी आफ्नो मनको गहिराईमा विश्वास गर्छौँ। अब यो काम कसरी गर्छ त? प्रवचनमा एउटा शक्तिशाली व्यक्तिगत कथा छ। सुरुमा विश्वास नलागे पनि ऐना अगाडि उभिएर बारम्बार आफूलाई सकारात्मक कुराहरू घोषणा गर्दा त्यो घोषणाले हाम्रो भित्री शङ्कालाई जित्न थाल्छ। बिस्तारै हाम्रो विश्वास बदलिन्छ र हाम्रो वास्तविकता पनि। ल, सोचाइ शक्तिशाली छ भने त थाहा भयो, तर यसलाई व्यवहारमा बदल्ने कसरी?
प्रवचनले यसका लागि एकदमै व्यावहारिक 3 चरणको प्रक्रिया दिएको छ, जसलाई हामी विश्वासको संरचना पनि भन्न सक्छौं। यो 3 चरणको प्रक्रियाले हाम्रो भित्री र बाहिरी संसारलाई बदल्न सक्छ। पहिलो, सही कुराहरू सुन्ने। दोस्रो, सुनेको कुरालाई विश्वास गर्ने। र तेस्रो, त्यही विश्वासलाई बोल्ने। यो चक्रले नै एउटा नयाँ वास्तविकताको निर्माण गर्छ। यहाँ एउटा निकै रोचक र सायद अलि फरक लाग्ने तर्क छ। प्रवचन अनुसार परमेश्वरले हाम्रो आँसु वा भावनात्मक बिन्ती सुनेर होइन, तर हाम्रो विश्वास र असल कामको रेकर्ड हेरेर प्रार्थनाको जवाफ दिनुहुन्छ। यसको मतलब हाम्रो प्रार्थना भावनामा होइन, विश्वास र आज्ञाकारिताको जगमा उभिएको हुनुपर्छ। अन्त्यमा यी 2 खम्बाहरूले एक आशिषित जीवनको जग बनाउँछन्। एकातिर परिवारमा बाहिरी अनुशासन र अर्कोतिर मनमा भित्री विश्वास। एउटा बिना अर्को अधुरो हुन्छ। सफल जीवनका लागि यी दुवै सँगसँगै हिँड्नु एकदमै आवश्यक छ। आखिर यो प्रवचनले हामीलाई एउटा शक्तिशाली सन्देश दिन्छ। हाम्रो जीवन संयोगले बन्दैन। चाहे त्यो अभिभावकत्व होस् वा व्यक्तिगत सफलता, दुवै हाम्रो उद्देश्यपूर्ण र विश्वासमा आधारित कामहरूको परिणाम हो। यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। आफ्नो जीवनको परिणामको लागि हामी वास्तवमा कति जिम्मेवार छौं?